loaded. Get out, Agal. Why music? Malah di studio apa? थोड़े तो थोड़े हो थोड़े
काठमाडौँ फर्किँदा यहाँबाट जानुपर्छ होला सायद काठमाडौँ हेटौडा एकचोटि निर्माण पनि यताबाट यस्तो जाने जस्तो नि त यतै बाटामा जस्तो लाग्यो मलाई भने भाइ विमान यहीँ अगाडि हो है तर म चाहिँ हेटौडा पुगेर के बिपिन अब आज फुलाउ खाउँ सुतौँ यता भोलि गएर फेरि जाउँ आजको कन्टेन्ट बनिहाल्यो हो नयाँ बना भोलिदेखि फेरि मेन तर त ढिमा उतापट्टि हेटौडा त्यो माथि पुलाउ खाने ठाउँमा कपाल काट्नेको ठाउँ छ कि छैन माथि त त्यो पुलाउ खाने ठाउँमा किन खबर काट्ने पुगिहाल्यो भने त्यहाँ पनि ह्यान्डसम त बन्दै पऱ्यो खबर काटेर बिफोर भनेर त देखिसक्यो अब आफ्टर एउटा जानुपर्छ अब आफ्टर चाहिँ हामी कहाँ हुन्छौँ त बसोबास आफ्नो धरान भन्ने धराने सिधै अब सिधै धरान ल के बिचमा भने बस्ने त होला नि त एकछिन उता कफी सफी खानु पर्छ क्या धेरै अगाडि के तर ल यहाँ नुनदेखि सुनसम्म पाउने ठाउँ बजार
यतै हो र रोक्नु पर्ने खै उता रोक्नुपर्ने होला मैले केही बुझेन हो हामीले होइन अब त चस्मा खोल्नु मलाई टेन्सन दियो चस्माले पनि काले आँखै कालो भइसक्यो बिहानदेखि चस्मा लाएको लागि गरेर बजार त ठुलो रहेछ है काठमाडौँ एउटा जस्तै देखिँदैछ काठमाडौँ काठमाडौँ हाम्रो काठमाडौँ चल पल त हाम्रो नि गाई घाटमा दिनु परेन अलिअलि धीरे धीरे ये हो मौका एक सरको नाम दिएर चल पल ओइ मुजी कहाँ चाहिँ चल पल लानु घन्टे झन्डै चल चाहिँ हामी लाग्यो यहीँ बसेको भने के हो कतना आएको रहेछ नि त त्यही त हाम्रो हालत त ढिला भइसक्यो कम्मर दुखेर कफी छ मिठो मिठो स्वाद लिएर खाइदिनु र चिउरा चाहिँ अति बबाल हो मिठो भात है यो अब हाम्रो चाहिँ ड्युटी भयो मेरो पालो चाहिँ अब पछाडि बस्नुलाई हो भने जानु छैन ओके साथी खाइदियो नि त तिमी मेरो भ्लगमा म नआए पनि तिमी आउनु पऱ्यो कि
छुर्पी सब्जी खान्छौँ। दिदी धनकुटा कहाँबाट अनि यताबाट चाहिँ कहाँ जान्छ यताबाट चाहिँ कता जान्छ दिदी? गाउँधारापट्टि। हस् धन्यवाद। गाउँधारा निस्किने नि त प्रहरीपेट कोशी प्रदेश। धनकुटा हो यहाँ पछि चाहिँ होइन विपिन अब मलाई केही पनि नसोध अब थाहा छैन? अब थाहा छैन यो भेटटारसम्म थाहा छ होइन अब थाहा छैन मलाई अब त मेरो गाइड होइन हो? होइन होइन अब अब है नसोध ल है साथी नसोध है केही पनि मान्छेहरूलाई सोध है घट्टै दुख्यो। सोचे थे जिंदगीमा खै त आएर नि ए बाटो त बप्पल हेर वान अफ द बेस्ट बाटो है यो सब जति चाहिँ भेनेमै छ। अब यता रङचुर हानेको त्यो बाटो छैन। सुकेछ है त्यत्रो ठुलो खोला। मजाले भएर छ खोला सानो। ओहो फेरि हजुर है
रिभर ताप्लेजुङ यतैबाट है ताप्लेजुङ हजुर यताबाट होइन ताप्लेजुङ हजुर कन्टेन मोबाइल चाहिँ ल मोबाइल यो हाल्न ब्लगले झोलामा फोटो त हो त्यहाँबाट मोबाइल त फर्स्ट यो बिपिन भाइ यो दि त ब्याग बोक ल हेलमेट पनि खोला न अप्ठ्यारो खोलिदिनु हेलमेट पनि कोल्टी र खुट्टाले पुग्दैन कि डोर्याउनु लिएर डोर्याउनु ल समातिनु भएको ल परे लेखेको भए परै समातिन्छ यतिकै समात्दा हुन्छ ल भान्जा अनि यता बस्थ्यौ बस्थ्यौ नमस्कार ल ऊ चटेगा नि है ठुल्ठुलो चटेगा
के राख्नु छ हो र पानी पर्यो ल पानी पर्यो ल डरेलो लागेर लागेको कि पानी पर्यो होला है कहाँ पर्छ सिधा सिधा हान्थ्यो डरेलो लागेको कि साथी मान्छेले मारेको आफै किन यस्तो लाग्छ आफूलाई मेरो अब पातहरू यो बेला सुक्छ नि त अनि घाम चर्को ला हुन्छ अनि घामले नै गराइदिन्छ अनि यस्तो अनि पुरै बल्यो भने बल्छ नि है त्यो उसमा लागेको त्यस्तै होइन अमेरिकामा एमाजोनमा ल खतरा है के राख्नु छ पाथिभरा जाने बाटो रे दाइ ताप्लेजुङ कहाँ हो यही हो है अनि यताबाट दोभान सुकेटार यतैबाट होइन कति टाइम दाइ ताप्लेजुङ चाहिँ यहाँको चाहिँ यो बत्तीको के हो यो ताप्लेजुङ हिटी बजारमा यो यो बजारमाबाट अलिकति माथि आयो भने ताप्लेजुङ अघि 9 किलोमिटर भने होइन 9 किलोमिटर कि 10 किलोमिटर गरौँ न त गरौँ यहीँ गऱ्यो मुनि नै छ भने नि त बजार ठुलो यहीँ गरेर जाउँ न तर छ होला है ताप्लेजुङ त ठुलो हेर भन्ने घर हेर ठुलो घर
10 गते तिर्छु भन्नु म पस्छु भन्छु खुसी लागिरहेको तैसँग जुरे क्या यो यस्तो टाढाको ठाउँमा जाउँ पैसा गालियो पैसा गालियो पुग्यो साथी हामी राति त घुम्नुपर्छ मस्त यहाँ बस्यो हेरेन होइन सहरमा बस्यो यहाँ त एकछिन चलपल त मजा आउँछ होला कि बेलुका है भोलि नि बस्नु नै छ त यहाँ ए यसो आज सुकेटार बस्छु भोलि फर्किनु हुन्छ होइन दाइ यहाँबाट पनि मन्दिर छ पाथी भएर यता रे सुकेटार कति टाइम लाग्छ 9 किलोमिटर बाटो राम्रो छ Day 3. Now we are in कहाँ भन्दै सुकेटारमा अब हामी उठेर कस्तो म त नुहाइसकेँ है भालै सिधेर ल पछाडि बौद्ध अगाडि जोडेर आइसके पछाडि त तपाईँको मदन भण्डारी त त्यसको नेता हो नि त कम्युनिस्टको नेता धेरै राम्रो मान्छे उसलाई चाहिँ किन मार्नु पर्यो नि यो खोज्नु त अब उसलाई मारेको नि त थाहै छैन के रस्यो नि निस्केको छैन होइन त्यो त मार्नलाई किन Day 3 now. हामी चाहिँ पुग्यो यो ठ्याक्क हाम्रो यही गाडीमा आइपुग्यो हामी ओइ पूजा सामान के माथि नै पाउँछ माथि पाउँछै पाउनु यहाँबाट चाहिँ स्टार्टिङ पोइन्ट पाथिभाडाको अब हामी लाग्दैछौँ पाथिभाडा माइकी जय भगवान् रक्षा गर्नुहोस् तपाईँ अहिले यहाँ हुनुहुन्छ 61 अनि यसो उचाइ जो बाटो देउराली भनेपछि हामी कति हो उचाइ 3800 को गर्नुपर्ने रहेछ उचाइ लास्टै गर्मी भयो यत्रो ज्याकेट लाँदैन छ सानो फ्यामिली बस्ने रहेछ यताबाट पनि यताबाट पनि श्री पाथिभाडा माइकी जय भगवान् रक्षा गर्नुहोस् पुरै माथि समेत आगो लैजानेलाई त्यहाँबाट बाँधेर त्यो मन्दिरबाट थाकिरहेको जस्तै समातेर बस्छौँ नि एउटा भ्लगमा भन्दा भ्लगमा राख्दाखेरि आनन्द आउँछ नि यस्तो
याद आउँछ नि होइन यहाँ यस्तो दियो कतिमा किन्नु हो यो चाहिँ हजुर यो चाहिँ कतिमा किन्नु हो यो हजुर त्यो 68 मा यार ल त हामी भाइसँग चाहिँ मजाको कुरा गर्दै आयौँ रुबी सर चाहिँ स्वाट एक्सर्साइज खतरा गर्छ साथीले तिमी जस्तो साथी एक्सर्साइज गर्नु परेन हामी भुँडी ठुलो भयो सकिनु त हात दुख्ने एक्सिडेन्ट हुन्छ अहिले फेरि ऊ यो फेरि मलाई एक्सिडेन्ट गर्नलाई फेरि तयार छ कि फेरि मलाई सजिलो भइरहेछ नि धेरै अघि नै यस्तै गरेको भए त दोस्त तिमी मसँगै हिँड्ने रहेछ नि यसरी भिडियोमा पनि आउँथ्यौ ल पानी नै नआउने रहेछ है फेरि हो र टेन्सनै भयो त नि आफ्नो मन परेको लिने अनि मन परेको पैसा छैन भन्छ हो र घाम लाग्यो यार अगाडि बुझौँ ल हात धुन पानी छैन गएको मात्र भयो टेन्सन भयो नि कति राम्रो मैले पनि छिर्नु पर्ने लाइन भिडियो खिच्नु हुँदैन होला भिडियो खिच्नु हुँदैन होला किन हुँदैन त्यो चाहिँ गरेको हो दिदी तिमीले पनि हल्लाउ न निकालेर राख्दिनु न सबैमा यो प्रसाद नजिक ल ल ढोकिहाल्नु दाइ त्यसरी भित्र टाउको छिराउनु हुँदैन ए
कस्तो हुँदैछ त लाइन बस्नु लाइन बस्न चाहिँ मजा भइरहेको तर चिसो चिसो भइरहेको नि है अहिले पुगेर पनि के रिल्याक्स फिल भइरहेको